एउटा केटीले मलाई लिफ्ट माग्यो क्या, यहीँ हो भन्छ। कति टाढा छ भने यहीँ हो भन्छ। अनि गएको त घरमै पुर्यायो क्या। म अब निस्किन्छु, तिम्रो घर यहीँ रहेछ, मलाई किन झुटो बोलेको भनेको। अब मेरो अलि त्यस्तै बाध्यता थियो भनेर भन्यो होइन। अनि चिया खाएर जानु भनेर भन्यो त्यो केटीले होइन। मलाई नसुनाएर बस्नु है अहिले। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। कस्तो क्या, अब साँचो कुरा भन्दाखेरि तिमीलाई त्यसले लिफ्ट चाहिँ किन दिनु त नि? काम तपाईँको त्यो आफ्नो काममा गएर आउला भन्दा त साँचो कुरा भने क्या सानी मैले। साँचो कुरा चाहिँ किन 8 बजेसम्म बाइक गुडाएर नि लिफ्ट दिने पुऱ्याउनु जाने गरेर भन्नुपर्छ त नि। यहाँ सुन न पहिला कुरा चाहिँ। अनि गएँ, अनि चिया खाएर जानु भन्यो, अनि चिया खान भनेर गएँ। खानै नखाएको थियो, चिया हाल्ने खानु। अब भनेपछि नजानु त मैले। जोले चिया खानु त भने जान्छ त नि कोठामा नि। जोले होइन क्या, को त नि? को मैले नि चिनेन किन त। किन जानु त नचिनेपछि? मेरो कुरा सुन्ने कि नसुन्ने? झन् साँचो कुरा भनिरहेको छु अहिले। मलाई नसुनाउनु के त्यस्तो कुरा साँच्चै भए पनि। त्यसो भए अब मैले तिमीलाई केही कुरै नसुनाउनु? अनि गए कोठामा बस्थे आए। अनि यहाँ सुन न, त्यहाँ ल हुन्छ नि त भनेर भने, रिक्वेस्ट गर्यो, धेरै रिक्वेस्ट गर्यो। अनि खाएँ, अनि चियामा त केही मिसाएर दियो। अनि कस्तो टाउको दुखिरहेको क्या मेरो अहिले। मेरो घरमा कोही पनि छैन, चिया खाएर जानु ए अनि घरमा कोही नि छैन, चिया खाएर जानु भन्छ नि। कस्तो तिमी कुरै नबुझेको। तिमी आधी घन्टा जति बेहोस बनाइदियो क्या त्यसले मलाई आज। ये फंस गया सीएम। जानु त्यसो। आधी घन्टा बेहोस बनाएर के गर्यो त? मलाई थाहा छैन अब। अनि यतिकै छ। के छ? अनि त्यो केटीले मलाई त्यस्तो गर्छ भन्ने थाहै थिएन। जानु है त्यहीँ हो अहिले मैले। साँचो कुरा भन्दै नि नहुने है। साँचो कुरा अहिले मलाई त्यस नउठाउनु है। अब म त्यो केटी तिमीभन्दा राम्रो थियो। अनि कहाँ से आते हैं? अनि त्यो पछि अनि त्यही भनेर बस्नु त। आइयाउ नरिसाउ न। अब भयो त त्यो केटीले मलाई त्यस्तो गरी त मैले के गर्नु क्या। गएर आए यति 8 बजेसम्म यतिकै यहाँ